पाराले बन्दैन काम त किन काम्या साथ दिन म आम त हे छोड्न पाउनु टाढा भएर बुनु त कति नि नडर हे के भनौँ र सँगसँगै बहिनीलाई हात नलम्काऊ भन्नुहोस् त बहिनीलाई हे सुकन्याले छन् माया वर्षेको खासमा बाबु के कारण तर्सेको हे हेर्नुहोस् यता होस उड्दै गयो बा मेरो दारी उखाल्ने भयो बा हे बेहुला बाबु डराउँदै गए एक दुई मुक्का हान बुनु केही भयो हे डरलाई सको मलाई र बालाई न्याकी क्या हो घैँटीले खान्छ हे जिस्का यसदी भेना समातेस तेरो लागि हामी छौँ न आतेस ए क्वेसन सोचिन दारीमा छामेर उत्तर दिनै सक्दिन कामेर हे तिमलाई देखे जिस्किने बानी हो बेबी म त बस्दिन जाने हो ए छौ कि छैनौ अरूले चिनेको बालचन्द्र दाइ हो कतै ए बोलम भनी मुखैमा सुपारी काहिन्थे र हिँड्याउन् उपारी ए चाहे अनि पोतोनी छोपिनी कति राम्रो लाउनु बाटोपी हे नाम लिइराख्छु जहाँ पनि जाँदामा अस्तिदेखि बिग फ्यान है दादा हे अर्को साइजको खोज्नलाई जानुभयो तर दादा टोपी चाहिँ सानो हे दादा भन्दै नजिकै गइदिने के गरेर बिख्यानै भइदिए थुप्रै कला दाइभित्र छ बाबु उठी बस नाचको फ्यान म बाबु हे राम्रै बोले सुध्रेर आएछन् भाइहरूले औषधि खाएछन् हे हामीले दबाई खाएर आएको हो कति राम्रो कोट्लाउनु भएको हे दाजुभाइको सम्बन्ध हाम्रो बालु दाइको केही छैन नराम्रो हे हुन्न दाइको बिग्रिने धन्दा नि माया लाग्छ इन्द्रको भन् हे दौरा सुरुवाल क्या राम्रो ला दादा खुट्टा किन बटाल्नु भा दादा हे भोलि गाह्रो पर्ने छ तिमीलाई ब्याङ्गे हान्न पाउँदैन यो टिमलाई ए बालु दाइले किन रिस मान्ने हो फले रुखमै झटारो हान्ने हो हे झट्ट हेर्दा ला जस्तो खा जस्तो रूप छ राजा ज्ञानेन्द्र सा जस्तो हे दादा हाम्रो मन कस्तो कस्तो भो रिसाउनु भो मुकुन्दे जस्तो भो हे रिस गर्ने छन् ओरी र परी ब्याक सपोर्टमा मसुदाई डन्टोरी कस्तो लाग्छ घाम त नि जुन त नि सन्जु लामा को जस्ती हुन्त नि हे बोल्न पनि सकिन चाहेर टोलाइरहेछु तिम्रो याद आएर हे माया जालको कुरालाई छोडौँ भो बालदाइतिरै प्रसङ्ग मोड ए हाँसी हाँसी प्रशंसा गरेछ भित्र भित्रै डाहाले मर्याछौ हे कलाकारको गरिन्छ पनि एउटै लुगा नलाउँदै जहाँ पनि हे नक्कल होइन गाउने हो गीत तिमी सजाइँदैन छैन मसित हे नयाँ नयाँ फेरेर गाउनु न यसले जस्तै मागेर लाउनु हे नभने हाई जिस्काउन थाले दाइ सुराल सानो भएछ बाले दाइ हे ज्यान मोटायो होइन यो अहिलेको लाछु दौरा 5 वर्ष पहिलेको हे एउटै लाएर जीवन कटाउँदै कि त दौरा कि खुट्टा घटाउँदै कति मन जित्या छन् मेरै बालेन पछि उनकै छ फ्यान धेरै हे क्यारी सम्झाम आफूले मलाई बालु जस्तै बन्न मन छ मलाई